म त 100% युवाहरू आउनै पर्छ भन्ने पक्षमा छु। 100% पढे लेखेका आर्यघाटमा जाउन्जेलसम्म चाहिँ प्राण नजाउन्जेलसम्म चाहिँ त्यहाँ नजलुन्जेलसम्म कुर्सीमै बसिरहने, अरूले चान्स नपाउने त्यस्तो पनि सिस्टम हुन्छ कि? बालेनमाथि जहिले जसरी एट्याक भएको छ नि सर्वत्र, वकिलकोमा गयो त्यही, न्यायाधीशकोमा गयो त्यही, जहाँ गयो खालि भ्रष्टाचार, यति भ्रष्टाचार। यहाँ गरिबलाई नाङ्गे झार पारेर उहाँहरूले खानुहुन्छ। सबै राजनीतिमा बस्नेहरूले उहाँहरूले हजम गर्नुहुन्छ। यही युवा शक्ति अगाडि आउनु पर्यो बोल्नलाई, यिनीहरूले नै अघि बढेर गर्नु पर्यो, यिनीहरूले नै अब चुनावमा उभिनु पर्यो। मुलुकको विकास पनि हुन्छ। कसरी विकास हुन्छ म तपाईँलाई भनिदिउँ। आई एम लेडी, म किचन चलाउँछु, भान्सा चलाउँछु। यहाँका पर्फेक्ट लेडीहरूलाई सबै छोडेर तिमीहरू यो देश चलाओ भन्यो भने नुन फारो गरेर, बेसार फारो गरेर, कपडा बहुत फारो गरेर, तेल नुन फारो गरेर, कटेरा बारीमा तरकारी उब्ज्याएर पैसा जम्मा गरेर महिलाले राम्रोसँग चलाइदिन्छन्। उहाँहरूले भन्दा केही नखाइकन चलाइदिन्छ, मजाले चलाइदिन्छ। देशमा गर्न सके सबै कुरो छ, गर्न नसके पनि केही पनि छैन। गर्नु पर्यो नि। पोलिसी चाहिँ चीनबाट प्याज, भुटानबाट आलु, भारतबाट सागसब्जी ल्याउने, अनि त्यसैको कमिसन खाएर बस्ने सत्ताधारीहरू, जो सत्तामा बस्नेहरूले, त्यो पोलिसीले देश चल्छ? कसरी चल्छ? उहाँ त खालि आयात निर्यात त केही पनि छैन। एउटा नीति र नैतिकमा बसेको चाहिँ नेपाली काङ्ग्रेसमा को चाहिँ टिकेको छ मलाई देखाइदिनुहोस्, एमालेमा को चाहिँ टिकेको छ देखाइदिनुहोस्, कुनै पनि पार्टीमा देखाइदिनुहोस्। हुँदाहुँदै लोग्ने स्वास्नीको झगडा, कृषि प्रधान देश बर्बाद बनाए, एकदम बिक्री प्रधान देश बनाइदिए, सबै किनेर खाने मात्रै बनाए। त्यो चाहिँ के हो? त्यो सम्भवै हुने कुरै होइन। त्यसरी त देशै चल्दैन। त्यसैले यहाँ विधिको शासन छैन, अभाव छ। यहाँ व्यापक भ्रष्टाचार छ। यो मुलुक त के थियो त? यो त अपूर्व अद्भुत देश थियो नि, यो त गर्न सकेको भए। तर अब यहाँ त डाँडा भाटा सब खनेर नासेर सब संवैधानिक परिषदमा मेरो मेम्बरसिप हुन्थ्यो प्रधान न्यायाधीश हुँदाखेरि। मैले त्यो मान्छेलाई नराख, त्यो त भ्रष्टाचारमा अदालतमा मुद्दा छ भन्दा तिमी को हु आर यु भनेर मलाई क्रान्तिकारी पार्टीको नेताले भन्नुभयो। मैले पनि इट्स ओके भनेर म निस्केर हिँडेँ। नियुक्ति गर्नुभयो, पछि जेल गयो। अब उहाँहरूलाई लाज छैन हामी के भन्नु। अब 35 वर्षसम्म जे देखियो त्यसबाट चल्दैन। म त 100% युवाहरू आउनै पर्छ भन्ने पक्षमा छु। 100% पढे लेखेका, राजनीति पढेका, वकिलहरू, डाक्टरहरू, इन्जिनियरहरू